नेपालको राजनीतिमा अहिले एउटा नाम निकै छरपष्ट रूपमा चलिरहेको छ। उनी हुन् दुर्गा परसाई। कोही भन्छन् उनी देशभक्त उद्यमी हुन्, कोही भन्छन् उनी राजनीतिका महत्वाकांक्षी खेलाडी हुन्। तर प्रश्न यही हो, के साँच्चै दुर्गा परसाई त्यो व्यक्ति हुन् जसले राजा फर्काउन सक्छन्? के नेपालको गणतन्त्र फेरि राजतन्त्रतर्फ मोड्न सक्छ? र यदि यस्तो भयो भने देश के हुने हो त? आजको यो भिडियोमा हामी दुर्गा परसाईको कथा, उनको विचार, आन्दोलन र सम्भावनाहरू बुझ्नेछौँ। उनी कसरी एक व्यवसायीबाट राजनीतिक प्रतीक बने र के उनको राजा फर्काउने सपना केवल नारा हो कि वास्तवमै सम्भव मार्ग? नेपालको राजनीतिक इतिहासले देखाएको छ, जब जनता निराश हुन्छन्, नयाँ पात्रहरू उदाउँछन्। के दुर्गा परसाई पनि त्यही नयाँ पात्र हुन् जसले फेरि देशलाई अर्को मोडमा लैजानेछन्? साथ रहनुहोस्, किनभने यो कथा केवल एक मानिसको कथा होइन, यो नेपालको भविष्य, विश्वास र प्रणालीको प्रश्न हो। अब कुरा गरौँ, दुर्गा परसाई को हुन् त वास्तवमा? दुर्गा परसाई नाम त अहिले सबैको मुखमा छ, तर उनको यात्रा धेरै उतार चढावले भरिएको छ। दुर्गा परसाईको जन्म झापाको एक साधारण परिवारमा भएको थियो। सुरुका दिनमा उनी कुनै राजनीतिज्ञ होइनन्, व्यवसायी र उद्यमी थिए। उनी आफ्नो मेहनत र सङ्घर्षबाट बीएनसी मेडिकल कलेज र अस्पताल स्थापना गर्न सफल भए, जुन अहिले पूर्वाञ्चलकै सबैभन्दा ठूला निजी स्वास्थ्य संस्था मध्येको एक हो। उनको सोच सुरुमा कम्युनिस्ट विचारधारासँग नजिक थियो। उनी खुलेरै वामपन्थी नेताहरूको समर्थन गर्थे, तर पछि उनले भनिरहेका छन्, यी दलहरूले जनताको भलो होइन, आफ्नो स्वार्थ मात्र हेरे। त्यसपछि उनी राष्ट्रवाद, हिन्दू धर्म र राजतन्त्र पुनर्स्थापनाको पक्षमा खुल्ला रूपमा बोल्न थाले। दुर्गा परसाईले आफूलाई केवल व्यापारीको रूपमा होइन, देश बर्बाद हुँदा चुप नबस्ने नागरिकको रूपमा प्रस्तुत गरेका छन्। उनका भनाइ अनुसार जब नेताहरूले देश बिगार्छन्, व्यापारी, डाक्टर, शिक्षक सबै उठ्नुपर्छ। त्यसैले उनी अहिले केवल अस्पतालका मालिकका रूपमा होइनन्, एक विवादित तर शक्तिशाली सार्वजनिक पात्र बनेका छन्। कसैले उनलाई देशभक्त भन्छ, कसैले राजनीतिक खेलाडी। तर एक कुरा भने पक्का छ, दुर्गा परसाई अब केवल व्यावसायिक नाम मात्र होइनन्, राजनीतिक प्रभाव भएको व्यक्ति बनेका छन्। अब कुरा गरौँ दुर्गा परसाईको विचार र उनको आन्दोलनको। उनको राजनीतिक सोच के हो र उनी अहिले राजनीतिक भूकम्प जस्तै बनेका छन्? दुर्गा परसाईको विचारको मूल केन्द्रमा छ राजतन्त्र पुनर्स्थापना र नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने। उनी भन्छन् नेपालमा नेताहरूले धर्म, संस्कार र राष्ट्रियता बेचिदिए। उनको दृष्टिमा अहिलेको गणतान्त्रिक प्रणाली असफल भइसकेको छ र दलका नेताहरू देशलाई स्वार्थको बजार बनाइरहेका छन्। परसाई बारम्बार भाषणमा भनिरहेका हुन्छन्, देश डुबाउनेहरू दलका नेताहरू हुन्, जसले जनता र राष्ट्रलाई आफ्नो निजी सम्पत्ति जस्तो ठाने। उनी यो पनि जोड दिन्छन्, अब जनता उठ्नुपर्छ, राजा फर्किनुपर्छ र नेताले आफ्नो पहिचान फिर्ता लिनुपर्छ। उनको आन्दोलनको मुख्य आधार बनेको छ धर्म, संस्कृति र राष्ट्रियता। सडकमा युवाहरूको भिड देखिन्छ, सामाजिक सञ्जालमा हजारौं मानिसहरूले उनको समर्थन वा आलोचना गरिरहेका छन्। तर ध्यान दिनुपर्ने कुरा के हो भने उनी जति समर्थन बढाइरहेका छन्, त्यति नै विवाद र आलोचना पनि भोगिरहेका छन्। कसैले भन्छन् उनी साँच्चै राष्ट्रका चिन्तक हुन्, अर्को पक्ष भन्छन् उनी केवल राजनैतिक नाटकका पात्र हुन्। तर सत्य के हो भने दुर्गा परसाईले अहिले राजनीतिक यथास्थितिलाई हल्लाइदिएका छन्। उनले धर्म र राष्ट्रियताको नाममा देशभर एक नयाँ बहस सुरु गरेका छन्। के गणतन्त्र असफल भयो कि नेपालले पुरानो बाटोतर्फ फर्काउनु पर्छ? यी प्रश्नहरू अहिले आम जनताको मनमा उठिरहेका छन् र त्यसको मूलमा छन् दुर्गा परसाई। अब सबैभन्दा ठूलो र चर्चित प्रश्न, के दुर्गा परसाईले साँच्चै राजा फर्काउन सक्छन्? यो प्रश्न अहिले नेपालको राजनीतिमा एउटा भावनात्मक र कानुनी दुवै सङ्घर्षको रूपमा बनेको छ।